अगाडि आफ्नो कलकलाउँदो छोरोको लास, पछाडि आफ्नो दोषको हात उसको काँधमा र हल्का थपथपाई। दुवै आँसुमा दुवै मौन। लाखौं किताब लेखिन सक्छन्, लाखौं शब्द खर्चिन सक्छन्, तर कुन शब्दले खिप्न सक्छ यो पलको मौनता? चिसो चुलो भोक ओढेर निधाएका नानी बाबुहरू, भिजेको सिरानी, रातको सन्नाटा र शून्य मन, बिदा सकेर परदेश फर्किन लागेको लोग्नेको अन्तिम आलिङ्गन, नवजात शिशुको पहिलो दर्शन र रोम रोम पुलकित सुत्केरी। पर्दा बाहिर बजित खेल सकेर बिछौनामा पल्टिएको नव विवाहित जोडीको चुप्पी। साँच्चै कुन शब्दले खिप्न सक्छ यो मौनताको बयान? शब्दहरूका सीमा छन् जहाँ पुगेर शब्द बोल्न बन्द गर्छन्, मौनता बोल्न सुरु गर्छ। भन्छन् नि, जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि। सायद मौनता त्यहाँ पुग्छ जहाँ कवि पुग्दैनन्। गहिरो, अति गहिरो, उँचो, अति उँचो, बिरान, अति बिरान, कहाँ पुग्दैन मौनता, कहाँ छुँदैन मौनता, कहाँ छुँदैन मौन।